बचाऊ भन्ने कार्यक्रममा हजुरहरूलाई चाहिँ स्वागत छ। हामीले दैनिक रूपमा यो आफ्नो सवारी साधन गुणाउँदाखेरि यो हेर्दाखेरि सामान्य हो, तर हाम्रो घरको परिवारको आफन्तहरू वेट गरिराखेका हुन्छ कि हाम्रो बाबु, हाम्रो काका, हाम्रो बुवा, हाम्रो आमा सवारी साधन गुडाएर चाहिँ एक ठाउँबाट अर्को ठाउँमा जाँदाखेरि सुरक्षित साथ पुगोस् भनेर हो कि होइन। तर हामीले के गर्छ भने एकैछिनको लागि हो यहीँसम्म हो भनेर चाहिँ हामी लापरवाही गर्छौँ क्या, हेलमेट लगाउँदैनौँ। वास्तवमा हेर्दाखेरि हेलमेट कसको लागि हो त? मेरो आफ्नो हाम्रो लागि हो। यो हेलमेट भन्ने चिज जुन छ नि 6वटा शब्द मिलेर बनेको छ क्या, HELMET। यसको यो हरेक लेटरको फरक फरक अर्थ छ क्या। यच को अर्थ हुन्छ हेड, टाउको। ई को अर्थ हुन्छ इयर, कान। यल को अर्थ हुन्छ लिप्स, ओठ। अनि यम को अर्थ हुन्छ माउथ, मुख। ई को अर्थ हुन्छ आई, आँखा। अनि टी को अर्थ हुन्छ टिथ, दाँत। इट मिन्स हाम्रो यो मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण भाग भनेको यो टाउको भन्दा माथि हो। दर्शकबिन नमस्कार। खास कर देखल जाए तो RBI जनरल स्टोर गापा बरेपट्टी में है, जो बरेपट्टी बाजार से 0 माइल जो रास्ता जो है ते रास्ता में से भएको हुनाले यसले चाहिँ जोगाउनु सीजी के डीलर पहिलो प्राथमिकतामा हो के। त्यही भएर भन्छ मोटरसाइकल चलाउँदाखेरि अथवा स्कुटी चलाउँदाखेरि हजुरहरू चाहे नजिकैको होस् अथवा टाढाको होस् हेलमेट लाउन चाहिँ नबिर्स्नुहोस्। किनभने यो मानव शरीरको एक त मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण भाग हो। यसमा लाग्ने चोटले तपाईको दीर्घकालीन असर पुर्याउनुको साथसाथै तत्काल ज्यान पनि लिन सक्छ के। त्यसकारण जहिले पनि स्कुटी अथवा यो मोटरसाइकल चलाउँदाखेरि सही रूपले सही ढङ्गले चाहिँ हेलमेट चाहिँ लगाउनुहोस्। जस्तै कुनै साथीहरूले के गर्नुहुन्छ भने ट्राफिक जरिवानाबाट बच्नको लागि यो हेलमेट त लाउनुहुन्छ, तर यो हेलमेटको चाहिँ फिता लाउनुहुन्न, बेल्ट। कुनै साथीहरूले चाहिँ के गर्नुहुन्छ यो टाउकोमा मात्र यसरी झुन्ड्याएर चाहिँ लाउनुहुन्छ क्या। त्यो चाहिँ सही रूपले चाहिँ लाएको होइन। त्यसले न हाम्रो टाउको जोगाउँछ न त्यो हाम्रो ट्राफिक जरिवानाबाट जोगाउँछ हो। त्यसकारण एउटा कुरा के विचार गर्नु भने हजुरहरूले जान्दा जान्दै अथवा नजानिकन ट्राफिक प्रहरीलाई देखेर वा नदेखेर ट्राफिक नियम मिच्नु भएको छ भने गर्व चाहिँ नगर्नुहोस्। किनभने ट्राफिक नियम मिच्दाखेरि त्यसबाट भएको जरिवानाको पीडा र त्यसबाट सवारी दुर्घटना हुँदाखेरि त्यसबाट भएको पीडा कुनै पनि ट्राफिक प्रहरीलाई होइन कि हजुरहरूलाई नै हुन्छ कि कसो। त्यसकारण हजुरहरूसँग विनम्र अनुरोध छ, जुनसुकै ठाउँमा नजिकै जाँदा पनि होस् अथवा टाढा जाँदाखेरि होस् हजुरहरूले चाहिँ कागजपत्र बोक्नुहोस्, हेलमेट चाहिँ सही रूपले चाहिँ प्रयोग गर्नुहोस्, ट्राफिक जरिवानाबाट पनि बच्नुहोस्, आफू पनि आफ्नो ज्यान पनि सुरक्षित गर्नुहोस् र अर्कालाई पनि गर्नुहोस् है त।